सबैलाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह। फेरि पनि यो छोटो भिडियोद्वारा तपाईहरूको बीचमा शैतान को हो र यसले के गर्छ भन्ने कुरो म तपाईहरूको बीचमा भन्न चाहन्छु। बाइबलले के भन्छ भने शैतानलाई परमेश्वरको विरोध गर्न र मानिसहरूलाई धोका दिन खोज्ने पतित आत्मिकी प्राणीको रूपमा वर्णन गरिएको छ। त्यसैले यो चाहिँ आत्मिक रूपमा बढ्नेहरूको लागि चाहिँ एकदम ढाल्न खोज्ने एउटा तत्त्व हो। बाइबलमा के भन्छ भने यूहन्ना 8:44 ऊ सुरुदेखि नै हत्यारा थियो। को हो त? शैतान सुरुदेखि नै हत्यारा थियो। कहाँबाट सुरु हो भन्ने कुरा चाहिँ म अर्को भिडियोमा बनाउँछु, किनकि ऊ झुटो हो र झुटको पिता हो। ल हेर्नुहोस्, अब कुरा आयो हत्याराहरू झुट बोल्नेहरू चाहिँ शैतानको चेला हुन् र झुटको पिता हो भनेपछि मानिसद्वारा शैतानले कसरी काम गर्छ भने यदि कसैलाई हत्या गर्ने आत्मा आउँछ भने, झुटो बोल्ने आत्मा आउँछ भने ऊ शैतानको आत्मा उभित्र पसेको हो। ऊ मान्छे हो तर शैतान उभित्र छ। पहिलो पत्रुस 5:8 यसरी भन्छ, तिमीहरूको विरोधी शैतान गर्जने सिंह झैं कसैलाई भेटौँ र निलिहालौँ भनी डुली हिँड्छन्। त्यो शैतानले परमेश्वरको जनहरूलाई मन पर्दैन। कहाँ भेटौँ र निलिहालौँ भनेर गर्जने सिंह झैं त्यो शैतान चाहिँ खोजी हिँड्छन् मानिसलाई। अर्को को हो त शैतान भन्ने? शैतानको मुख्य हतियार चाहिँ छल र झुट हो। तपाईँको विचारमा छलको कुराहरू मात्र आइरहन्छ भने, झुटको कुराहरू मात्र आइरहन्छ भने विचार गर्नुहोस् कि शैतानको आत्मा तपाईँभित्र छ। वास्तविक बाइबलले यही सिकाउँछ। उत्पत्तिको पुस्तक हामी 3 अध्यायको 1देखि 5 पढ्यौँ भने, दोस्रो कोरिन्थी 11:13 पढ्यौँ भने, प्रकाश 12:9 पढ्यौँ भने यही आउँछ कि उसले मानिसलाई परमेश्वरको सत्यबाट टाढा लैजान झुटको भ्रमको योजना गर्दछ। जहिले पनि विचार गर्नुहोस्, हाम्रो जीवनमा जहिले पनि मनमा नराम्रो कुराहरू मात्र आइरहेको छ भने त्यो हो शैतानबाट आउने। अब यसको मतलब मान्छे शैतान होइन कि शैतान त्यो मान्छेभित्र पस्यो, शैतानले काम गर्न थाल्यो। अर्को छ, शैतानले मानिसको सोच र हृदयलाई प्रभाव पार्न सक्छ, तर मानिस आफ्नै निर्णयको जिम्मेवारी हुन्छन्। शैतानले चाहिँ त्यो मानिसलाई नियन्त्रणमा गर्न खोज्छन्, तर मानिसलाई शैतानबाट उत्रने परमेश्वरले त्यो बाटो दिनुभएको छ। यदि ऊ उत्रियो भने त्यहाँबाट ऊ शैतानदेखि टाढा हुन सक्छ, शैतानमाथि विजय लिन सक्छ। शैतानको शैतानले प्रलोभन दिन्छन्, तर अन्तिम निर्णय मानिस आफैले गर्नुपर्छ। शैतान आफैले आएर तपाईँलाई घोक्रे ठाक आएर यो गर त्यो गर भन्दैनन्, सक्दैनन्, तर निर्णय त्यो मानिसको हुन्छ। तपाईँ प्रेरितको पुस्तक 5:3 हेर्नुभयो भने शैतानले हनन्याको हृदय भरिदियो कि उसले झुटो बोलोस्। हनन्याको विषयमा तपाईँ पढ्नुहोस्। याकुब 14:15 1:14-15 प्रत्येक व्यक्ति आफ्नै अभिलाषाले तानिए र परीक्षामा परे अथवा तानिएर परीक्षामा पर्छ भनेको छ। त्यो चाहिँ तपाईँमा भर पर्छ कि शैतानलाई काम गर्न दिने या नदिने भन्ने। अनि शैतानले घमण्ड के ल्याउँछ भने हृदयमा घमण्ड ल्याउँछ, लोभ ल्याउँछ र परमेश्वरको विरुद्धमा विद्रोही गर्न सिकाउँछ। त्यो शैतानले उसले मानिसका पापी इच्छाहरूलाई उक्साइदिन्छ, तर कसैलाई जबरजस्ती पाप गर्न दिँदैनन्। शैतानले जहिले पनि यी कुरा गर्छन्। तपाईँ इफिसीको पुस्तक 2 अध्यायको 1देखि 13 पहिलो यूहन्नाको पुस्तक 2:15-17 पढ्यो भने यी कुराहरू स्पष्ट रूपमा पाइन्छ। फेरि अर्को कुरा छ, शैतानले मानिसहरूको आँखा ख्रिस्टको सुसमाचारप्रति अन्धो बनाउँछन्। कसैले परमेश्वरको वचन सुनाउन आउँदाखेरि त्यो अन्धो बनाइन्छन्। ओहो, यो त सानो जातिले मान्ने, यो त गाई खाने धर्म, यो त
यस्तो विदेशी धर्म, डलरे धर्म, यताउता भनेर मानिसलाई त्यो भ्रम छर्दिने हो। यो सबै झुटा हो भनिदिने हो। त्यो चाहिँ कहाँबाट आउँछ भने शैतानले सुसमाचारमा आँखा बन्द गरिन्छन् मानिसहरूको हृदयका आँखाहरू। उसले मानिसहरूले ख्रिस्ट येशूको सत्यलाई नबुझुन् र विश्वास नगरून् भन्ने प्रयास गर्छन्, खैला बैला ल्याउँछन्। दोस्रो कोरिन्थी 4:4 पढ्नुहोस्, मत्ती 13:19 पढ्नुहोस्। यी कुराहरू स्पष्ट हामी त्यहाँ पाउँछौँ। अर्को कुरो छ, शैतानले खराब कुरालाई राम्रो वा आकर्षक देखाएर प्रस्तुत गर्छन्। कुनै पनि खराब कुरालाई चाहिँ राम्रो हो है भनिदिन्छ शैतान। तपाईँभित्र शैतान पस्यो भने खराब कुराहरूलाई पनि यो त असल हो, यो त राम्रो हो। व्यभिचारको आत्माहरू छ भने पनि राम्रो हो, चोरी डकैतीको आत्माहरू पनि छ राम्रो हो, हत्यारा आत्मा राम्रो हो। जे आए पनि यो त राम्रो हो भन्ने त्यो विचार तपाईँलाई हालिदिन्छन्। सबै राम्रो देखिने कुरा परमेश्वरबाट आएको हुँदैन। तपाईँको मनमा आएका सबै असल कुराहरू, सबै राम्रो तपाईँले सोचेका कुराहरू चाहिँ सबै परमेश्वरबाट हुँदैन। त्यो त शैतानले पनि हालिदिएको हुन्छ। यो सन्दर्भमा बाइबलले के भन्छ भने दोस्रो कोरिन्थी 11:14 र 15मा शैतान आफै पनि ज्योतिका स्वर्गदूत जस्तै भेष धारण गर्छ। शैतानले हेर्नुहोस् त स्वर्गदूत जस्तो भेष धारण गर्छ। हुन त अब पहिला पतन हुनुभन्दा पहिला त ऊ त एकदम ठुलो स्वर्गदूतै थियो होइन। मत्ती तपाईँको 7:15 पढ्नुहोस्। त्यसपछि तपाईँलाई म के भन्छु भने ख्रिस्ट येशू ख्रिस्ट शैतानभन्दा सर्पजमा हुनुहुन्छ भन्ने कुरा जहिले पनि बुझ्नुहोस् कि येशू ख्रिस्ट शैतानभन्दा माथि हुनुहुन्छ। शैतानले तपाईँलाई केही पनि गर्न सक्नुहुन्न भन्ने कुरा चाहिँ विश्वास गर्नुहोस्। बाइबलको मुख्य सन्देश शैतानको डर होइन, तर येशू ख्रिस्टको विजय हो। उहाँको मुक्ति र पुनरुत्थानद्वारा शैतानको शक्ति पराजित भएको छ भन्ने कुरोमा हामीले विश्वास गर्न सक्नुपर्छ। तपाईँको यो सन्दर्भमा कलसी 2:15, हिब्रू 2:14 र 15, पहिलो यूहन्ना 3:8 अनि यसमा यो भन्छ परमेश्वरका पुत्र यसै कारण प्रकट हुनुभयो कि उहाँले शैतानका कामहरू नष्ट गर्नलाई अथवा गर्नुहोस् है। त्यसै कारण गर्दा बाइबल अनुसार शैतानले मुख्य रूपमा झुटो बोल्ने काम गर्छन्, छलीको काम गर्छन्, प्रलोभन देखाउने काम गर्छन्, घमण्ड ल्याउने काम गर्छन्, भय देखाउने काम गर्छन्, पाप र अविश्वास मार्फत मानिसहरूमा काम गर्छन्। यी कुराहरूद्वारा शैतानले मानिसको जीवनमा काम गर्छन्। तर प्रत्येक व्यक्ति आफ्नै निर्णयको लागि परमेश्वर समक्ष जिम्मेवारी हुन्छ। शैतानले आक्रमण गर्यो भन्दैमा, झुक्याए भन्दैमा हामी फस्ने होइन, तर हामीले लड्न सक्नुपर्छ। त्यसमा परमेश्वरले मानिसलाई शैतानसँग डराउने होइन, तर ख्रिस्ट येशूमा विश्वास गरेर सत्य, क्षमा, स्वतन्त्रता र अनन्त जीवन प्राप्त गर्न बोलाउनु भएको हो। हामी यी कुराहरू चाहिँ यूहन्नाको पुस्तक 31:32, यूहन्नाको पुस्तक 14:6, रोमी 8:37देखि 39सम्म हामी यी कुराहरू पाउँछौँ। त्यसैले फेरि पनि भन्छु, मानिसै हो, मानिस शैतान होइन। तर कुनै मानिसहरूले नबुझेको कारणले गर्दा हामीलाई शैतान भन्यो, हामीलाई यो भन्यो त्यो भन्यो भन्ने कुरा तपाईँले बुझ्नुहोस्। मानिसै हो, शैतानै हो, तर शैतानले मानिसको जीवनमा भएर काम गर्छ।